यो हजुर यो फुली फुकालेर अहिले भएर फालिदिन्छु, यो कुरो त धेरै वर्ष अगाडि टेलिभिजनमा भने मान्छे हो म अहिले पनि कसैका दबाब प्रभाव हेर्नु भएको छ त म यहाँ आएको आज 6 महिना भयो। 6 महिनामा के मेरो पर्फर्मेन्स त्यस्तै छ? हजुरहरूले सोचिरहेको जस्तो मैले केही गर्नै सकेको छैन यहाँ त्यस्तो लाग्छ हजुरहरूले? म आजको दिनमा यो जिल्ला प्रहरी कार्यालय छोडिदिन्छु, म छोडिदिन्छु। होइन भने मैले आफूले गर्नुपर्ने मेरो कर्तव्य मेरो बलबुताले भ्याएसम्म, मेरो बुद्धिले भ्याएसम्म, मेरो क्षमताले भएसम्म मेरो यहाँको प्रहरी कर्मचारीलाई मैले चाहिँ मेरो नियन्त्रणमा राखेर चाहिँ मैले चाहिँ मेरो आफ्नो प्रयास गरेकै छु। र ल्याएर चाहिँ हिजो बेलुका कस्टडीमा ल्याएर थुनिस्या छ हजुर, अनि प्रहरीले काम गरिरहेको छैन, अनि हामीले काम गरेनौँ। मैले भने नि मैले पहिला यहाँलाई क्षमा याचना गर्दै मैले के भनिरहेको छु भने मैले त्यो नानीलाई म जिउँदो बनाउन सक्दिनँ। बाँकी अब हुनुपर्ने काम कारबाहीमा नेपाल प्रहरीबाट गर्न सक्ने सबै हुन्छ। यहाँ चाहिँ शङ्का गरिरहेको छ, यहाँ चाहिँ कसलाई छोडिएला कसैले भनेर यो लेभलको थियो हाम्रो भएको मान्छे हामीले परिचालन गरेकै हुन्छौँ होइन, गरेकै छौँ। यद्यपि त्यो घटना घटेर त्यो बहिनीप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली छ र उहाँहरूको जो शोक सन्तप्त परिवारहरू हुन्छ उहाँप्रति समवेदना छ मेरो पहिला सर्वप्रथम त। त्यसपछि प्रहरीले गर्नुपर्ने एक्सनको जुन यहाँले कुरा गर्नुभएको छ, हामीले त जति बेला चाहिँ मान्छे त्यहाँ बाटोमा जलिरहेको अवस्थामा हामीलाई खबर भएर भेटे पछाडि तत्काल त्यहाँबाट चाहिँ हामीले रेस्क्यु गरेर हस्पिटल पठायौँ होइन त, हस्पिटल पठायौँ। किनभने मैले त त्यहाँ बाटोमा प्रहरीले चाहिँ डिक्लेयर गर्न मिल्दैन नि त, मान्छे जिउँदै हुनसक्छ, सास बाँकी हुनसक्छ, बचाउनु सक्ने अवस्था हुनसक्छ भन्ने पछाडि हामीले के गर्यौँ लगेर चाहिँ गऱ्यौँ। गए पछाडि अब डक्टरले मलाई लाग्छ कति 1:20 कि कति त्यस्तै उसमा उसले चाहिँ डक्टरले मृत्यु घोषणा गर्नु हो। त्यो भइसकेपछि हामीले आइडेन्टिटी खुलेको छैन त्यति बेलासम्म को मान्छे भने तपाईँकै गाउँमा तपाईँकै मान्छे जलेको रहेछ, तर त्यति बेलासम्म उसको आइडेन्टिटी खुलेको छैन, को मान्छेको मृत्यु भएको भन्ने कुरा त्यहाँ कसैलाई थाहा छैन त्यति बेला। उहाँहरूले हिजो आएर के भन्दैन त्यो मुचुल्कामा हाम्रो नाम भएन भन्नुभयो। मैले कसलाई खोज्न जाने हो हजुर त्यहाँनिर? मलाई जब कि कसको मान्छेको मृत्यु भएको भने थाहा छैन त म कसरी चाहिँ उहाँको घरको मान्छे ल्याएर चाहिँ मुचुल्कामा नाम राखौँ? त्यही पनि उहाँहरूको चित्त बुझ्नु त्यो ठिक छ भने उहाँले त्यो पनि मैले हिजो चेन्ज गरेको थिएँ, केही ठुलो कुरा छैन। मुचुल्कामा के लेखिया हुन्छ भन्दा यो घटनामा चाहिँ यो यहाँनिर चाहिँ यस्तो रे लास मान्छे भेटेको हो, यो चाहिँ प्रहरीले उठारेर लगेको हो है, यो चाहिँ घटना भएकै हो है भन्ने मात्रै हो त्यो मुचुल्काले। त्योभन्दा बढी त्यो मुचुल्काले आत्महत्या हो कि त्यो मुचुल्काले हत्या हो कि कसले मारे हो भन्ने कुरा त्यो मुचुल्काले भन्दैन। त्यो कुरा सायद हामीले उहाँलाई बुझाउन सकेनौँ, उहाँहरूको चित्त बुझेन। तैपनि फेरि हिजो हामीले के गर्थ्यौँ उहाँले भनेअनुसारै फेरि हामीले त्यो चेन्ज गरिदिएको छ। बल्ल अब हामीले आइडेन्टिटी कसरी खुल्यो भन्दाखेरि तपाईँको अहिले सिडिआर माग्नलाई त्यो मोबाइल चाहिँ कसको नाममा चल्या छ भन्ने माग्नलाई पनि अदालतको पर्मिसन लिनुपर्छ। त्यो लिन पर्ने ठाउँमा हाम्रो इनिसिएसन व्यक्तिगत रिलेसनले मैले एनटिसीसँग चिनेको व्यक्तिगत रिलेसनको आधारमा त्यहाँ भएको त्यो जलेको मोबाइलको सिम झिकेर हाम्रो मोबाइलमा राखेर त्यसपछि त्यो चाहिँ कसको मोबाइल रहेछ त यो प्रयोग गर्ने मोबाइल को हो भनेर उसको सिडिआरसम्म निकालेर चाहिँ त्यसपछि हामीले आइडेन्टिटी खुला छौँ हजुर। अनि प्रहरीले केही गरेन। त्यसपछि हामी खोजिरहेछौँ पीडित को हो भनेर, अनि बल्ल हामी त्यहाँनिर चाहिँ गए पछाडि यो त फलानु मान्छे हो, को हो त्यसको आफन्त मान्छे भनेर त्यो लेभलमा हामी खोजेर गएर चाहिँ आइडेन्टिटी खुलाइरहेछौँ बल्ल हामी। त्यसपछि अनुसन्धान बल्ल पो यो मान्छे फलानु भने पछाडि चाहिँ किन घटना घट्यो त, यो मान्छेको ब्याकग्राउन्ड के हो त, उहाँ कहाँ उहाँले कोसँग फोन कुरा गर्नुहुन्छ भन्ने हामीले खोजिसकेपछि हामीले के कुरा पत्ता लाग्यो भने त्यो बहिनीलाई कुनै दिनमा मैले पक्रेर लिएर आएको रहेछ, जुरेली भन्ने होटेलमा यौन धन्दा गरिरहेछ भन्ने चाहिँ खबर पाए पछाडि प्रहरी गएर मलाई लाग्छ मङ्सिरको कति 25-26 गते पक्राउ गरेर लिएर आएर त्यही बहिनीको जाहेरीमा मैले त्यहाँको साउलाई चाहिँ मानव बेचबिखनको मुद्दा चलाएर अहिले सायद मान्छे थुनिरहेको, त्यही बहिनीको जाहेरीमा मैले मुद्दा चलाएको छु भनेपछि त्यो बहिनीको त्यसपछि अस्तिको दिन राति भने लगभग 3 बजेतिर होला, अस्ति जुन यो घटना घटेको यो त 14 गते भयो अरे 13 गतेको राति होइन त 3 बजेतिर त्यो नानीले यहाँ प्रहरीकोमा फोन गरेर मलाई चाहिँ कुट्यो, म जोसँग बस्छु त्यो साथीसँग बस्छु, त्यो केटाले मलाई कुट्यो भने पछाडि प्रहरीले गएर त्यो केटालाई ल्याएर यहाँ थुनेको रहेछ। त्यसपछि मलाई लाग्छ हजुरलाई मैले हजुरको त्यो सिडिआर पनि हेरिसकेँ, हजुरको हिजो त्यो दिनमा 8 पटक कुरा भएको छ तपाईँको नानीसँग, तपाईँको यिनी हो तपाईँको 3 बजे हो, त्यही त लास्ट कल चाहिँ तपाईँको त्यो छ, तपाईँको त्यो राति 3 बजी पनि कुरा भएको छ हजुरको, राति 3 बजी त्यही राति जुन दिन त्यही त जुन दिन केटा पक्रेर ल्याएको नि हामीले त्यो केटीलाई जो कुट्यो भने पछाडि हजुरलाई पनि फोन गरेको छु है राति। म मेरो कुरा सक्छु, मैले रेकर्ड हेरेर भन्दैछु यो कुरा होइन, हजुरसँग कुरा भएको छ र हजुरको त्यसपछि त्यो 3 बजे रातिबाट बेलुका 5 बजेसम्ममा हजुरको 8 पटक कुरा भएको छ,
त्यो हो त्यो हजुरको कुरा भएको छ भनेपछि हामीले के गरिरहेको छ त त्यो मान्छे उहाँबाट आउनुभयो कोही आएको छैन त्यो नानीलाई सहयोग गर्ने कसले जिम्मेवार बन्ने यहाँनिर यहाँ किन आएन मान्छेहरू चाहिँ हिजो त्यो मान्छे केटा ल्याएर थुन्दा फेरि केटाको बसेको मान्छे गएको आएको छ त्यो नानीको पछिबाट कोही एकजना आएको छैन यहाँ थुन्या रहेछ हजुरसँग त 3 बजे कुरा भएको छ नि राति हजुरलाई 3 बजेदेखिबाट तपाईँ हजुरको 8 वटा कुरा भएको छ हजुरहरू यहाँ आएर चाहिँ त्यो नानीलाई चाहिँ लिएर जाने कसको जिम्मेवारी हो त्यो होला त्यो केटालाई थुन्नु पर्ने भए हामीले त जाहेरी ल्याउ नानी भन्दाखेरि उसले के गरिन् पछि मिलापत्र गरेर यहाँ सहमति भएर म त्यही मान्छेसँग बस्छु भनेर मिलापत्र गरेर यहाँ चाहिँ सहमति कागज गरेर बसेर छु मैले 3 बजे जिपरकामा फोन गरेपछि उहाँसँग मलाई थाहा छैन होइन हजुरले के भन्नुभयो मलाई थाहा छैन त्यो नानीको र हजुरको 8 कुरा भएको छ तर यो नानीलाई सपोर्ट गर्नलाई यहाँ एकजना व्यक्ति पनि त्यो दिनमा आएको छैन यहाँ त्यो कुरा म लेखेर दिन सक्छु